आज यहाँहरूको हामी भेटघाट गर्दै गर्ने क्रममा हामी तपाईँहरूको यो देवबहादुर चोकमा आइपुगेका छौँ र यो चोकमा आउँदै गर्दा मेरो धेरै कुराहरू तपाईँहरूले सुन्नु नै भएको छ, विभिन्न माध्यमद्वारा सुन्नु नै भएको छ, क्यामेरा मोबाइलको माध्यमद्वारा, टिभीको माध्यमद्वारा, सञ्चार माध्यमको माध्यमद्वारा यहाँहरूले सुन्नु नै भएको छ। मैले राख्दै आएका कुराहरू तपाईँले थाहा पाउनु भएकै छ। म तपाईँहरूसँग छोटो मेरो परिचय राख्छु, त्यसपछि म यहाँहरूबाट फेरि घर दैलोमा म पुनः तपाईँहरूकोमा आउने नै छु। हामीसँग सभाहरू गर्ने कार्यक्रमहरू बाँकी नै छन्, ठुल्ठुला सभा समारोहमा हाम्रा कुराहरू राख्ने कार्यक्रमहरू बाँकी नै छन्। आज तपाईँहरूसँग छोटो भेटघाटमा आएको छु र छोटो भेटघाटमा आउँदाखेरि पनि यो किसिमको आतिथ्यता यहाँहरूले दिनुभएको छ। विशेष त यहाँ कलाकार, यो सबै कलाकार, यो कला चाहिँ यस्तो रङले सिँगारेर राम्रो बनाउनु भएकोमा उहाँ कलाकार हुनुहुन्छ, उहाँलाई एकदम धेरै धन्यवाद र अन्य साथीहरूलाई पनि एकदम धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो नाम शोभिता गौतम, म अहिले राष्ट्रिय स्वतन्त्र पार्टी, रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुन गइरहेको यो प्रतिनिधि सभा सदस्यको निर्वाचन जुन अहिले फागुनको 21 गते हुन लागेको छ, त्यो निर्वाचनमा चाहिँ घण्टी चुनाव चिन्ह लिएर तपाईँहरूको घर आँगनमा आइरहेको छु। र म यही, मेरो घर चाहिँ मङ्गलपुर हो, मङ्गलपुर 15 नम्बर वडामा पर्छ। यो 14 नम्बर वडा होइन, यो 14 देखेको थिएँ मैले, यता 14 यता, यो सिमानामा पर्यो लगभग होइन। मेरो घर वडामा पर्छ मङ्गलपुर गोपालचोक। कुनै पनि समयमा यहाँहरूलाई जे पर्दाखेरि पनि म यहाँहरूको घर आँगनमै हुन्छु। मेरो घरमा पनि यहाँहरूलाई स्वागत छ, मेरो घरको आँगन पनि तपाईँहरूलाई खुल्ला नै छ। र संसद कानुन बनाउने बेलामा म संसदमा हुनु पर्ला, अन्य समयमा म तपाईँहरूकै माझमै हुनेछु। मेरा कुराहरू तपाईँले सुन्नु नै भएको छ। म तपाईँहरू जस्तै सामान्य परिवारको छोरी हो, कसैको नातिनीको उमेरको होला, कसैको छोरीको उमेरको होला। आज यहाँ हेर्दै गर्दाखेरि पनि आफ्नै छोरी नातिनी जस्तो यहाँहरूलाई महसुस भएको होला। आफ्नै छोरा छोरी नाति नातिनाहरू आजको दिनमा काठमाडौँ र देश छोडेर विदेश जानुपर्ने स्थिति बनेको छ। जहाँ जाँदाखेरि पनि हाम्रा छोरा नाति नातिना चाहिँ यही ठाउँमा बस्ने स्थिति बन्नुहोस् है नानी भनेर भन्नुभएको छ। मलाई आज यहाँ देख्दै गर्दा यहाँहरूले त्यही कामना गर्नुभएको हुनसक्छ, त्यही सम्झना आएको हुनसक्छ। म निरन्तर रूपमा देशमा युवालाई बस्ने वातावरण सिर्जना गर्नको निम्ति म निरन्तर काम गर्ने नै छु। मेरा भनाइहरू तपाईँहरूले सुन्नु नै हुनेछ। अहिलेको लागि मैले यो छोटो यहाँहरूसँग मैले यो छोटो परिचय राख्दै र अन्य समयमा फेरि घर दैलोमा म पुनः आउने यहाँहरूसँग प्रतिबद्धता व्यक्त गर्दै म मेरा भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हवस् त, नमस्कार, जय घन्टी।